सिद्धदेवी आधारभूत विद्यालय कमल 5 झापामा आयोजना भएको यस कार्यक्रममा आतिथ्य गरिने कमल गाउँपालिका शिक्षा प्रेमी बौद्धिक व्यक्तित्व नारायण प्रसाद गौतमज्यू, यस कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्षज्यू अनि यसको डोनर ब्रोडवे क्याफेका साथीहरू, भाइहरू, कार्यक्रममा सहभागी बन्नुभएका, उपस्थित रहनुभएका जनप्रतिनिधि महराजी, त्यसरी नै यस कार्यक्रममा सहभागी बन्नुभएका, आतिथ्य ग्रहण गर्नुहुने सम्पूर्ण भाइ साथीहरू, यहाँका व्यवस्थापन समिति, विद्यालय शिक्षक परिवार, विद्यार्थी भाइ बहिनी सम्पूर्णमा मेरो न्यानो अभिवादन छ। र यो सानो प्रयास युवा समाज संस्थाले विभिन्न ठाउँमा गतिविधि, शैक्षिक गतिविधि अघि नै पनि भनिसक्नु भएको छ उद्घोषिका मित्रले, बहिनीले, कि हामी कोरोनादेखि हामी अलिकति सक्रिय भयौँ। त्यो सक्रियताले हामीलाई यो संस्था जन्माउन मद्दत गर्यो, यसरी निरन्तर अभियान चलाउन मद्दत गर्यो भन्नुभएको छ। र उहाँहरूको यो निरन्तर अभियान निष्पक्षतापूर्वक सधैँभरि अगाडि बढिरहोस्, म शुभकामना व्यक्त गर्न चाहन्छु। धेरै विद्यालयमा गरिसक्नु भएको छ, अझै पनि उहाँहरूलाई ऊर्जा रहोस्, उहाँहरूलाई डोनर गर्ने, जसले डोनेसन गर्नुहुन्छ उहाँहरूप्रति उहाँहरूको विश्वास अझै जागृत भएर अगाडि बढोस् र उहाँहरूले सफलता सुन्नको लागि सधैँ मद्दत गरोस्। र डोनरहरू जति पनि देश विदेशबाट सहयोग गरिराख्नु भएको छ, उहाँहरूले पनि यसलाई निहालेर हेरिराख्नु भएको छ र उहाँप्रति सानो प्रयास युवा समाज जहिले पनि आफ्नो विश्वास आर्जन गर्ने कुरामा पछि नपरोस् भन्ने पनि म शुभकामना व्यक्त गर्न चाहन्छु। साथै विद्यालयका भाइ बहिनीहरूलाई आज कापी र झोला अथवा आफ्नो पढ्ने शैक्षिक सामग्री त्यो बोक्ने झोला अथवा अघि उद्घोषिका बहिनीले भने जस्तो भाग्य लेख्ने कपी, त्यही चिज बोक्ने झोला यहाँहरूले प्राप्त गर्नुभएको छ। यहाँका गार्जेनहरूले यसलाई सदुपयोग गराउनको लागि मद्दत गर्नुहुनेछ। विद्यालय परिवार, यहाँको विद्यालय मतलब अधिकांश व्यक्ति एकजना कि दुईजना बाहेक त टोटल हाम्रो महिला दिदी बहिनीहरूले सञ्चालन गर्नुभएको विद्यालय रहेछ अनि टोटल होल्ड उहाँहरूको रहेछ। त पहिलो हाम्रो अभिभावकमा कस्तो छ भने विद्यार्थी भनेको स्कुलको जिम्मा हो, राम्रो नराम्रो उसको जिम्मा हो भन्ने ढङ्गको अभिभावकको बुझाइ छ। वास्तवमा त्यो होइन रहेछ। स्कुलको जिम्मा चाहिँ 20% मात्रै रहेछ, 80% चाहिँ अभिभावक र उसको घर नै विद्यार्थीको लागि वातावरण रहेछ भन्ने खालको कुरा हामीले बुझ्नु जरुरी छ। म पनि पहिला त्यसै भन्थेँ, विद्यार्थी बिग्रियो भने सबै शिक्षक हो, यो शिक्षकहरूले जानेनन्, गरेनन्, पढाएनन्, अनुशासन सिकाएनन् भन्ने होइन रहेछ। जब 80% चाहिँ विद्यार्थीहरूको गार्जेन अथवा घर निर्भर हुन्छ भने जहाँ 20% को लागि जिम्मा लाउँछौँ उसले सबै कुरा सक्दैन। त्यसले गर्दा प्रमुख कुरा घर नै हो, अभिभावक नै हो, गार्जेन